हेलो नमस्ते फ्याफुल्ला लस्सो दिदीबहिनी दाजुभाइहरू के गर्दै हुनुहुन्छ? सन्चो बिसन्चो के छ कसो छ हजुरहरूको? अब आजको दिनमा अब यसो पानी पर्न आँट्यो, त्यही भएर काम पनि भएन। अब यसो बजारतिर जाँदैछु। अनि हजुर के कसो हुनुहुन्छ? कतिको जाडो छ के छ है? हाम्रो यता त यसो पानी पर्न आँटेछ, धुम्म भइरहेछ। त्यही भएर आज काम पनि भएन। एउटा टिफर ड्राइभर आउनुहुन्छ भन्दै हुनुहुन्थ्यो, लास्टमा टिफर ड्राइभरले धोका दियो। टिफर ड्राइभर आएको भए पनि माटो बोक्नु हुन्थ्यो है। सो गाइस यस्तै हो, कहिले राम्रो कहिले नराम्रो भइ नै हाल्छ। अब म चाहिँ अब यसो बजारतिर, अब धेरै भइसक्यो तल बजारतिर नझरेको, अब के रहेछ माहौल भनेर यसो बुझ्नु जाँदैछु। अब हेर्नु सक्नुहुन्छ है के हुनु। अब टाइम पास यस्तो अब अलिअलि यसो बोलेर प्र्याक्टिस गरौँ भन्ने हिसाबमा बनाएको हो। त्यो त अन्यथा नलिनु होला तपाईँहरूले। मेरो अपरेटर भाइ गयो होला भने त मलाई कुरेर बसिरहेको रहेछ। ल म त गइसक्यो होला भन्ने ठाने यार, कुरेरै बसिरहेको रहेछ। ल अनि सिधेन यस्तो छ, मलाई गइसक्यो होला भने कुरेर बसिरहेको रहेछ त। गइसक्यो होला भन्ने ठाने मैले त घरमा, कस्तो कुरेर बसिरह यार हो। यो भाइले पनि थोरै थोरै भ्लग बनाउनुहुन्छ। अब यो भाइले नै सिकाएको मलाई बनाउनुलाई। मेरो च्यानललाई के गरिदिनु भन्नु? ल दाइको च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, एकदम सपोर्ट गरिदिनुहोस् है। जुङ्गा अलिकति मुठाएर अब गुड। हजुरहरूको पनि छ भने मजाले बटारेर ल मिसिन यहाँ थन्काएर हामी चाहिँ जाँदैछु। अब के गर्नु गाई चाहिँ यस्तै हो। अझ टिफर ड्राइभरले धोका दिइहाल्यो। टिफर ड्राइभरले धोका दिएको हिसाबले काम भएन आज। पानी पर्न पनि आँट्यो। अब यहाँ पुरा माटो फिलिङ गर्नुपर्ने थियो आज। मेरो आजको कामै यहाँ माटो फिलिङ गर्नुपर्ने थियो कि यसरी। अब टिफर ड्राइभर नआएपछि अब गर्ने कुरा भएन। अब आज अलिकति काम गऱ्यो भाइले, भोलि अलिकति गर्नुहुन्छ। मेरो प्लानिङ त्यहाँ हो। मेरो प्लानिङको माटो लिएर सर यहाँ फिजाउने हो, होइन भाइ? ल यस्तै हो। अब यहाँ वाल लाउने केटाहरू त्यहाँ खाजा खाँदै होला। म देखाइदिन्छु हजुरहरूलाई के खाजा खाएर चाहिँ देखाउँछु है त हजुर। एकछिन पछि हाम्रो युट्युब च्यानलको भ्लगमा हेर्नु होला। हेलो गाइज, यो चाहिँ मेरो जग्गाको 16 फुटे बाटो हो। हिमाल सिमाल मजाले देखिन्छ, खानेपानीको पाइपहरू मजाले देखिन्छ। बिहानदेखि बेलुकासम्म घाम लाग्ने एकदम हाइटमा बिजुलीको पोल देख्नुहुन्छ तपाईँले। यस्तो हो मेरो प्लटहरू चाहिँ, यो टुक्रा प्लटहरू यो सबै गइसकेको छ। अब बाँकी टुक्रा भनेको हाम्रो यो डाउन गरेको, यो भाइले डाउन गरेको टुक्रा 10 आनाको टुक्रा बाँकी छ। कोही चाहेकोमा फोन गर्नु होला। किन्नलाई यसो मन गऱ्यो भने त्यहाँ माथि चाहिँ पुरा हाइटमा चाहिँ गुम्बा बन्दैछ, 9 बुँदा भन्दा ठुलो गुम्बा बन्दैछ 105 रुपैयाँमा। कमेन्ट गर्नु होला, चाहेकोमा कमेन्ट गर्नु होला, लाइक सब्सक्राइबर गर्नु होला। यो विजय लामा भ्लग भोटेलाई तामाङलाई हजुरहरूले धेरै धेरै माया दिनु होला। चुनावमा जस्तै भोट हाल्नु हुन्न भन्नु चाहिँ मिल्दैन। अब यसो खेती कमाइ भइरहेछ, गाउँघर यस्तै हो, हेर्नु सक्नुहुन्छ गाइज। हाम्रो बाटो यही हो। अब मान्छेलाई छुएर त भन्नु हुँदैन। अब यो बाटो चाहिँ राम्रै छ। यसले उसले भनेर अहिले पार्टीको कुरा गर्नु हुँदैन। अहिले एकदम खराब समय चलिरहेछ। यस्तै हो गाइज, हेर्नु होला। हाम्रो दिदी तरुनी भएर कहाँ गएर आउनुभयो होला? ए कुखुरा ल्याउनु भयो दिदी? कुखुरा खोइ 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 कहाँबाट ल्याउनु? कति तिर्नुभयो? ए छोरीले ल कुखुरा भोलि चर्याप्प खानुपर्छ यो कुखुरा, चर्याप्प लोकल लोकल। यसो गाइज हाम्रो आँगी देख्नु सक्नुहुन्छ। हाम्रो आँगी बुढी भयो भने यसरी काम गरेर बस्नुहुन्छ। हाम्रो आँगी हो केटाहरू यहाँ खाजा खाँदै हुनुहुन्छ। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। टोक नाट्यो भने टोक 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 भाइ, गप्पै टोक्नु के टोक नाट्यो के हजुर। यहाँ मासु चिउरा सिटिसिआएर छ हाम्रो ब्रदरले, सबभन्दा हेन्सम ब्रदरहरू हाम्रो। ल यो गाइज है, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई मजाले। अब यो जुङ्गावाला भाइले चाहिँ म भैँसडीसम्म छोडिदिँदैछु। अब भैँसडीसम्म भने अब काम छैन भने अलिकति उतासम्म जाउन त भनेर उसले घरमै पुऱ्याउँछ, मलाई थाहा छ होइन। उसको त्यही हो।
अब यस्तै अब एकजना मासु खाने एकजना चिउरा खाने एकजना के खाने यो बिस्कुट सुगा बिस्कुट खाएर काम हुन्छ ल यस्तै हो गाइस अब मेरो गाउँको भ्युज हेर्नुहुन्छ यस्तो छ मेरो गाउँ मेरो ठाउँ म बसेको गाउँ मेरो बसेको ठाउँ त्यही हो हेर्नु होला खेतीपाती मजाले हरियाली कसैलाई यसो ठाउँमा घुम्न आउनु मन लाग्छ भने मलाई फोन गर्नु होला ल सो गाइज अब चाहिँ म यो भ्लग बन्द गर्दैछु इन गर्दैछु यो चाहिँ मेरो आइको पसल बाबाई 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 बाबाई